नमस्ते सबैजनालाई, आज पनि मेरो ब्लगमा तपाईँहरूलाई स्वागत छ। अनि आजको ब्लगमा चाहिँ हामी 5 जना आएको छौँ राइट। अनि 2 जना चाहिँ हाम्रो फर्किसक्नुभयो। अनि त्यस पछाडि एकजना चाहिँ हाम्रो भिडियो गर्ने भाइ र एकजना साथी छ एनएसमा। अनि हाम्रो यो बाइक तिनवटा चाहिँ है एकदमै पुरानो बाइकहरू हो, ओल्ड मोडल हल्का मोडिफाई गरेर चलाएको छौँ। अनि आज चाहिँ हामी दसैँमा टिका लगाएर ट्याक्क लगाएर 12 देखि 1 बजेभित्रसम्म राइड जाने भनेर कुरा गरेको थियौँ। तर कुरा गर्दा गर्दै हाम्रो 3 बज्यो। 3 बजिसकेपछि चाहिँ हामी 3 बज्यो केही छैन भनेर पनि हामी राइट आयौँ केराबारी है। अनि यो चाहिँ हामी ट्याक्क लगाएर जानुभन्दा अगाडि चाहिँ हामीले चिसो खाएर जाऊँ भनेर चाहिँ हामी यहाँ चिसो खानु रोकेको छौँ है। हामीले चाहिँ चिसो खाइसक्यौँ। अनि चिसो खाइसकेपछि चाहिँ फेरि हामी आफ्नो बाटोतिर लाग्यौँ। अनि यो चाहिँ हाम्रो अहिलेको नयाँ भाइरल रोड, हाम्रो शक्तिशाली जाने बाटोमा है। ट्याक्क शक्तिशालीकै अलिकति परतिर रहेछ। अनि यहाँनिर चाहिँ भिड चाहिँ एकदमै भिड हुँदो रहेछ। अनि यहाँनिर फोटो खिच्नेहरू चाहिँ एकदमै धेरै आउनुभएको थियो। टिका लगाएर कोही दसैँको गीतमा टिकटक बनाइराख्नु भएको थियो। आइसक्रिमवाला दाइ पनि आइसक्रिम बेचिराख्नु भएको थियो। अनि यहाँ चाहिँ कालो कार राखेको थियो। अनि हामीले चाहिँ त्यहाँनिर मेरो बाइक झन्डै ठोक्यो क्या अलिकति। अनि त्यही पनि मेरो बाइक चाहिँ अनि अर्को मोटे दाइले कुदाइराख्नुपर्छ, मैले चाहिँ अर्को दाइको बाइक कुदाइरहेको छु। हामीले चाहिँ बाइक एक्सचेन्ज गरेर कुदाइरहेको छौँ। अनि 2 जना चाहिँ अगाडि गइरहेको छन्। अनि म चाहिँ पछाडि भिडियो गर्दै ट्याक्क लगाएर हामी चाहिँ यहाँ बल खेल्न चौरीमा आएको मात्रै थियौँ। फोटो खिच्यो भने यहाँ चाहिँ गाईले खेदाएर यहाँ टेन्सन भयो। आवाज सुन्दैछ। अनि यो गाईले चाहिँ खेदाइ गर्दैछ होइन। खेदायो भागम भाग यता चढ यहाँदेखि। सँगै हो न, सँगै मैले अनि यो चाहिँ हामी फर्किँदै गरेको भिडियो हो। अनि यो भिडियोमा चाहिँ अब अलिक साइडमा आइज न, साइडमा गाई बिचमा पछि चाहिँ हामी फर्किन्छ त्यस्तो यहाँ बिच बाटोमा रोकेर चाहिँ भिडियोहरू सुट गरेको छौँ है। राम्रो त छैन। यो भिडियो कस्तो सुट भयो त्यो पनि हेर्नु न तपाईँहरू है। ट्याक्क लगाएर मैले चाहिँ होइन भिडियो चाहिँ अनि डबल स्ट्यान्ड लगाएर क्लिक गरेको छु है। कस्तो छ लेस कमेन्ट गर्नु है। अनि यो बाइक चाहिँ एकदमै सबैले हेर्नु अब धरानमा एउटा मात्रै छ भनेर मान्छेले है कति उयो गर्नुभएको थियो। अनि एकचोटि चाहिँ हामीलाई एकजना अङ्कलले पुरा भिडियो सिडियो गरेर पुलिसलाई देखाइदिन्छु पनि भन्दै हुनुहुन्थ्यो क्या। अनि यहाँ चाहिँ अब ट्याक्क लगाएर मैले चाहिँ जानी नजानी पनि है विली हान्ने कोसिस गरेको थिएँ। अनि अहिले चाहिँ भएन क्या, मेरो अलिक क्लच प्लेट र चेन्ज पकेटमा समस्या छ नि त। थ्याङ्क यू सो मच तपाईँहरूले मेरो भिडियो हेर्नुभयो भने। अनि तपाईँहरूलाई डेली यस्तो भिडियो हेर्नु मन लाग्छ भने चाहिँ लाइक एन्ड सब्सक्राइब गरिदिनु होला है। साथ सपोर्ट र माया देखाइदिनु होला भन्नु चाहन्छु। धन्यवाद भिडियो हेर्नुभएकोमा।